हेलो हेलो सबैजना साथीहरूलाई कामडिमो नमस्ते होइन साथीहरू। र आज चाहिँ तपाईँहरूलाई म मेरो हल्का ग्रिन हाउसको साइडमा लगाएको यो चाहिँ लास्ट हो टमाटरको बारीमा ल्याइरहेको छु। म चाहिँ यो खाइरहेको चाहिँ एकदम पिरो भइरहेको छ नि त तपाईँलाई देखाउन चाहन्छु ल। यो चाहिँ हो एकदमै टमाटर यसरी फलिरहेको चाहिँ यो चाहिँ सिजन, यो चाहिँ लास्ट हो। यो हामीलाई चाहिँ ग्रिन हाउसको जुन यस्तो छ त्यहाँ पनि देख्नु हुँदैछ होइन तपाईँले, यसरी साइडमा चाहिँ लगाएको थियौँ होइन टमाटर चाहिँ एकदमै मजाले भएको छ। र पहिला तल रोपेको चाहिँ त्यो पनि दामी भएको थियो, त्यो त एकदमै सकिसकेको छ त्यहाँनिर चाहिँ। यो चाहिँ माथिल्लोपट्टि ग्रिन हाउसमा भएको टमाटर हेर्नुहोस् है साथीहरू। ए टमाटर चाहिँ यसरी रोप्यो भने एकदमै मजाले फल्दो रहेछ हो। यस्तो भइरहेछ, यो चाहिँ प्रायः फलिसकेको हो, कति टिपेर पनि बेचिसक्यो होइन साथीहरू। यसपालि आप्पाले त के अरे 240 केजी बेच्नु भयो भन्नु हुँदै थियो अस्ति। र अब यसमा आधै कति डल्लै छ र कति कोसिल लगेको त कुरै छैन होइन साथीहरू। र हेर्नुहोस् है यस्तो गरेर चाहिँ हामीले चाहिँ डल्लै यता ग्रिन हाउस लाग्छ साइडमा यसो लगाएको छ होइन। यो पिरो भयो। अन्त चाहिँ यहाँनिर यस्तो भइरहेको छ हाम्रो ग्रिन हाउस। र यो ग्रिन हाउसदेखि बाहिर पनि यतातिर पानीहरू कुदिरहेको छ, त्यसको साइडमा पनि लगाइरहेछ। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।